नमस्ते सबैजनालाई र आज म मादलको हल्का एउटा ताल बजाउन गइरहेको छु। त सबैभन्दा पहिला मादलको एउटा चिज चाहिँ नि हजुरहरूले जान्न जरुरी छ। यो हो घिन, यो हो ताङ। मादलको ठुलो बोललाई भन्छ घिन, र सानो ताललाई भन्छ ताङ। घिन्ताङ घिन्ताङ घिताङ ताङ घिन्ताङ घिताङ ताङ घिताङ ताङ घिताङ ताङ घिन्ताङ ताङ घिन्ताङ घिन्ताङ। यो है सबैभन्दा पहिला त हजुरहरूले कुनै पनि ताल जान्न सिक्न छ नि, सबैभन्दा पहिला हजुरहरूलाई मुखले त्यो ताल सिक्नुपर्छ। मुखले अगर हजुरहरूले बनाउन सक्नुभयो भने, हल्का हात चल्न थाल्यो भने त तपाईहरुको अटोमेटिक त्यो आइहाल्छ। त सबैभन्दा पहिला मैले पनि त्यस्तो तरिकाले सिकेको। पहिला मैले हेर्थे ठुलो अंकलहरूले कसरी बजाउनुहुन्थ्यो हेर्थे मैले, अनि हेर्थे सुन्थे, दिमागमा पसाल्थे त्यो ताल यता यति बार मान्नुहुन्छ, यता यति बार मान्नुहुन्छ, यो घिन हो यो ताङ हो। अनि हेर्थे मैले घरमा आएर, अनि टेबलमा चेयरमा जहाँ भेट्टे म त्यही प्र्याक्टिस गर्थे। मादल थिएन त्यतिखेर, छुन पनि पाइन्थेन, ठुलो अंकलहरुसित माग्न मिल्थेन। त त्यस्तो गरी गरी मैले लाए एउटा ताल दुईटा ताल सिकेँ। त अहिले अलि हल्का है, म त्यस्तो प्रोफेसनल होइन, हल्का जति जान्दछु त्यति नै म हजुरहरूलाई सिकाउने चाहिँ ट्राई गर्दैछु। ल सबैभन्दा पहिला आज म सिकाउँछु तपाईको त्यो के नाम थियो अरे, लहनाले जुरायो कि, यसमा है। ल यसमा दुईटा तरिकाले हजुरहरूले बजाउन सक्नुहुन्छ। म प्रथम चाहिँ नि फर्स्ट वाला चाहिँ नि म मेरो तरिकाले सिकाउँदै छु। अर्को सेकेन्ड वाला चाहिँ नि जुन हो त्यो चाहिँ नि मैले युट्युबबाट हेरेको है। ल यो भयो प्रथम, ना 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 ना। यसको सेकेन्ड छ, सेकेन्ड वाला है। यो वाला हो युट्युबको। सो दुईटा तरिका छ, तपाईहरुले फर्स्ट वाला पनि युज गर्न सक्नुहुन्छ, सेकेन्ड वाला पनि युज गर्न सक्नुहुन्छ। सबैको आफ्नो आफ्नो तरिका हुन्छ। बट सेकेन्ड वाला चाहिँ नि मैले युट्युबमा हेरेको, त्यो सिक्न मलाई हल्का एक दिनको टाइम लाग्यो, किनभने मैले जुन तालमा देखेको थिएँ मलाई खालि त्यही ताल आइरहेको थियो के। त मैले यो थोडा डिफरेन्ट छ, त त्यही लागि मैले यो पनि ट्राई गरेर सिक्ने। त मैले एक दिन लाग्यो मलाई, एक दिनमा मैले ताल धरिहालेँ। त धन्यवाद। हजुरहरूलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब गर्नु होला। म जति नै जान्दछु म त्यति नै सिकाउँछु, त्योभन्दा धेरै म सिकाउन सक्दिनँ पनि, किनभनेपछि मलाई यस्तो लाग्छ कि अलिकति पनि नजान्न भन्दा केही एउटा जानेको पनि बहुत ठुलो राम्रो कुरो।